नमस्ते, आनेगास्यो। म कोरियन भाषा प्रशिक्षक नारद प्रसाद जोशी ज्यान्सर कोरियन ल्याङ्ग्वेज इन्स्टिट्युटबाट फेरि पनि उपस्थित भइसकेको छु। अब भने पर्खेर बस्ने समय छैन। अब भने हामीले प्रतीक्षाको घडी समाप्त हुन लागिसकेको छ। हामीले इपिएस को तयारी गरेर बसिरहनु भएको विभिन्न कोरियन भाषा प्रशिक्षक मित्रहरू र विभिन्न कोरियन भाषा पारखी मित्रहरूले गरेको अथाह मेहनतको फल प्राप्त गर्ने समय आइसकेको छ। अब भने हाम्रो 2026 सालको प्रथम चरणको इपिएस परीक्षाको नोटिस भने आइसकेको छ। यो नोटिसमा चाहिँ तपाईहरूले फर्म भर्ने भने यही महिनाको श्रावण महिनाको 11 गतेदेखि 17 गतेसम्म तपाईँहरूले फर्म भर्न सक्नुहुनेछ। र जति पनि विद्यार्थीहरू कोरियन भाषा अहिले पढिरहनु भएको छ र पहिले पढेर बसिरहनु भएको छ, फेरि पनि तपाईँहरूले जाग्ने समय आइसकेको छ। अब भने पढाइलाई भने निरन्तरता दिँदै गर्नुहोला र जति जेसुकै अवस्था आए पनि हामीले आफ्नो मेहनत आफ्नो समयलाई चाहिँ अब देखाउने बेला आएको छ भने अब भने तपाईँले कोरियन भाषाको प्रथम चरणको इपिएसमा चाहिँ लगभग हाम्रो जम्मा जम्मी भने 7200 जनाको कोटा खुलेको छ भने 4वटा सेक्टरतर्फ फर्म खुलेको छ। ती सेक्टरहरू भने एग्रिकल्चर, म्यानुफ्याक्चर, अनि त्यसै गरी फरेस्ट्री क्षेत्र, त्यसै गरी चाहिँ सर्भिस क्षेत्रतर्फ चाहिँ फर्म खुलेको छ। हाम्रो म्यानुफ्याक्चरतर्फ भने 5000 जनाको कोटा रहेको छ भने एग्रिकल्चरतर्फ 2000 जना र सर्भिस सेक्टरतर्फ भने 100 जना र त्यसै गरी चाहिँ हामीसँग अर्को कुरा चाहिँ फरेस्ट्रीतर्फ भने पनि 100 जनाको कोटा चाहिँ निर्धारण भएको छ। अब भने त्यसमा पछि केही घटबड यताउति भन्ने कुरा हुन सक्छ अथवा नहोला, तर पनि हामीले चाहिँ त्यसै आधारले भने आफ्नो तयारी गर्दै गर्नुहोला। र यदि तपाईँले चाहिँ कोरियन भाषाको चाहिँ मेरो कोर्स सकिएको छैन के गर्ने होला भन्ने चिन्तामा हुनुहुन्छ भने नआत्तिनु होला। पक्कै पनि हामीसँग युट्युबमा पनि अभाइलेबल भिडियोहरू छँदैछन्। हामीले प्रत्यक्ष रूपमा पनि क्लास गर्दै गरेका छौँ। आफूले भने अगाडि बढ्दै गर्नुहोला, हामी पनि पक्कै पनि अगाडि बढ्दैछौँ। पक्कै पनि तपाईँहरूको अन्तिमसम्म भने तपाईँको अन्तिम कोरिया जाने डेटसम्म भने हामीले सपोर्ट गर्नेछौँ, सहायता गर्ने नै छौँ। र जति पनि साथी मित्रहरू बसिरहनु भएको छ, डकुमेन्टहरू आफ्नो तयार गरेर बस्नु होला। 6 महिनाभन्दा अगाडि खिचेका यदि फोटाहरू छन्, स्क्यान गरेको फोटोहरू छ, फोटोहरू स्क्यान गरेर राख्नु भएको छ भने ठिक छ, त्यसले तपाईँको काम चल्छ। र डकुमेन्ट चाहिन्छ भन्ने कुरा हामीले फेसबुक पेज मार्फत पनि राखेका छौँ। त्यसलाई पनि हेरेर भने हेर्न भने नछुटाउनु होला। भन्दै बाँकी कुरा यदि तपाईँले कमान्डो क्लासको वेटिङमा हुनुहुन्छ, कमान्डो क्लास पक्कै पनि आउनेछ। फेरि पनि हामी कमान्डो क्लास लिएर चाहिँ युट्युब मार्फत ज्यान्सर कोरियन ल्याङ्ग्वेजको युट्युब मार्फत फेरि पनि हजुरहरूमा त पस्किनेछौँ। शनिबार चाहिँ अनलाइन इक्जाम दिएर पस्किनेछौँ भने त्यसै गरी हामीले प्रत्येक दिन चाहिँ हामी कमान्डो क्लास चाहिँ यता होस्टेलमा पनि गर्नेछौँ र फुटबल ट्राफिक चोकमा पनि अब भने हाम्रो कमान्डो क्लास गर्ने बेला आइसकेको छ। जति पनि मित्रहरू बाहिर बसिरहनु भएको छ, होस्टेल बसेर पढ्न चाहनुहुन्छ भने फुटबल बाह्र तामनगरमा भने आउन नभुल्नु होला। र तपाईँहरूले यदि ट्राफिक चोकमा बसेर पढ्छौँ भने पनि तपाईँहरूले आउन भने नछुटाउनु होला। प्रत्येक दिन हामी तपाईँहरूको साथमा छौँ। अब आत्तिने होइन, न त आत्तिने न त मात्तिने, अब भने आफ्नो पढाइलाई तीव्रता दिने। हस् त, आजलाई यति नै। बाँकी खबर भने हामी फेरि पनि लिएर